साथीहरू मलाई खाना बनाउन मात्र हैन के कपडा पनि सिलाउन आउँछ भने अनि यो कपडा किन सिलाएको अनि के हो यस्तो कपडा भनेर सोच्दै हुनुहुन्छ होला नि है। यदि सोच्नु भएको छ भने मेरो भिडियोलाई चाहिँ फुल वाच गरेर लास्टसम्म हेरिदिनु होला है। गफ गर्दा गर्दै चाहिँ यता मेरो हस्बेन्डले चाहिँ सिलाएर पनि पर्दामा पुवाल पार्न लागिसक्नु भएको रहेछ के। अनि सिलाइसकेपछि चाहिँ त्यसमा पुवाल पार्नुपर्छ, रिङहरू लगाउनुपर्छ, अनि त्यसमा बेल्टहरू पनि लगाउनुपर्छ, के हो के अनि रयल पैल गरे रहेका अनि पुवाल पार्न रहेका पर्दामा चाहिँ मैले पार्न लागिरहेको छु। अनि हामी दुईटा बुढाबुढी भएर रफ्तारमा काम गर्दैछौँ। अनि मेरो हस्बेन्डले चाहिँ यही पर्दाको नै काम गर्नुहुन्छ के। अनि हस्बेन्डले जानिसकेपछि बुढीले नजान्ने त कुरै हुँदैन नि त भनेर गफ त के लगाऊँ, मलाई कम्प्लिटली त आउँदैन, आधा आधी चाहिँ मैले गर्छु नै। अनि यो मैले लिएर आएर पटाउन लागिसकेँ। अनि कहाँ गएर लगाउने हो भनेर हेर्न चाहनुहुन्छ भने मेरो अर्को मिनी भ्लग हेरेर थाहा पाउनुहुनेछ। अनि मैले यो पर्दाहरू सबै झोलामा प्याकिङ पनि गरिसकेँ। अनि रिङ चाहिँ लाउन पाएन, ठुलो हुन्छ, पटाउन झ्याउ हुन्छ भनेर। अनि मैले रिङलाई छुट्टै राखेँ वहाँ गएर लगाउने भनेर। अनि उसको लागि चाहिँ डन्डामा हो हाल्ने। अनि के चाहिन्छ हेर्नु न। अनि सो आजलाई यति नै, भेटौँला अर्को मिनी भ्लगमा।